नमस्ते नमस्ते गुड मर्निङ साथीहरू, गुड मर्निङ, नमस्कार। के छ, आराम हुनुहुन्छ सबैजना? आज हामीले शिक्षा नियावली पढौँ है त। शिक्षा नियावली 2059। यसका केही मुख्य मुख्य कुराहरू हेरौँ, के कस्तो व्यवस्था छ त शिक्षा नियावलीमा भन्ने कुरा। तपाईँलाई मैले भनेको थिएँ पहिला ऐन आउँछ है, अनि ऐनको आधारमा नियावलीहरू बन्छ, नियम बन्छ। नियावली भन्ने बित्तिकै नियम जस्तै हो, यो नेपाल सरकारले बनाउँछ होइन। अनि निर्देशिका हुन्छ, त्यसपछि त्यो मन्त्रालयले बनाउँछ भन्ने कुरा हो। अब यो शिक्षा नियावली सम्बन्धमा यो राजपत्रमा कहिले प्रकाशनमा आयो है, राजपत्रमा कहिले प्रकाशनमा आयो शिक्षा नियावली। अब तपाईँले शिक्षा नियावली 2059 भनेर त यहाँ देख्नुभयो है। शिक्षा नियावली 2059 त हो। कहिले आयो नेपाल राजपत्रमा प्रकाशन कहिले भयो त? प्रकाशन मिति भन्नुहोस् त, साथीहरूलाई थाहा छ? प्रकाशन मिति, शिक्षा नियावली कहिले प्रकाशन भयो? एउटा कुरा सबैभन्दा पहिला तपाईँहरूले जान्नु पर्यो है। अनि यसमा नियमहरू कतिवटा छन्? कतिवटा नियमहरू छन्, परिच्छेद कतिवटा छन्, अनुसूची कतिवटा छन् भन्ने कुरा। परिच्छेद कतिवटा, अनुसूची कतिवटा, यही प्रश्नको जवाफ दिनुहोस् तपाईँले है। अनि संशोधन हालसम्म कति पटक संशोधन भएको छ, यो कुरा हेर्नु। अब शिक्षा ऐन 2028 को दफा 19 को अधिकार है, दफा 19 ले दिएको अधिकार प्रयोग गरेर नेपाल सरकारले शिक्षा नियावली प्रकाशनमा ल्यायो। शिक्षा नियावली कसले बनायो त? यो नियावली भन्दा नेपाल सरकारले। कसले बनायो? नेपाल सरकार। तपाईँलाई भनेको थिएँ नियावली कसले बनाउँछ? सरकारले बनाउँछ। शिक्षा ऐन 2028 को दफा 19 ले दिएको अधिकार प्रयोग गरेर है नेपाल सरकारले शिक्षा नियावली जारी गर्यो। यो कुरा साथीहरूलाई थाहा छ? किन भन्दाखेरि, किन थाहा छ त भन्दाखेरि, साथीहरूलाई किन थाहा छ त भन्दा, हिजै तपाईँहरूले दफा 19 मा नियम बनाउने अधिकार भनेर पढ्नु भएको थियो हो। त्यो नियम बनाउने अधिकार भनेपछि त्यो दफा 19 ले जुन अधिकार दिएको छ त्यो अधिकार प्रयोग गरेर नेपाल सरकारले शिक्षा नियावली जारी गर्यो। कहिले जारी गर्यो? 2059 2 को महिना 16 गते। यो कुरा जान्नु पर्यो है। 2 को महिना 16 गते, जेठ 16 गते है नेपाल सरकारले शिक्षा ऐन को दफा 19 ले दिएको अधिकार प्रयोग गरेर शिक्षा नियावली 2059 जारी गर्यो। अब यसमा कतिवटा नियम छन् भन्दा 195 वटा नियम, 195 वटा नियम, 33 वटा परिच्छेद र 23 वटा अनुसूची। यो कुरा जान्नुपर्छ है। अब यस्तै गरी शिक्षक सेवा आयोग नियावली भन्ने पनि छ है। शिक्षक सेवा आयोग नियावली 2057, त्यसमा 55 वटा नियम छन्, 6 वटा परिच्छेद छन्, 2 वटा अनुसूची छन्। त्यसलाई कम्पेरिजन गर्नुहुन्छ भने होइन, शिक्षक सेवा आयोग नियावली भन्ने पनि छ एउटा। शिक्षक सेवा आयोग नियावली, शिक्षक सेवा आयोग नियावली भन्ने छ।
त्यसमा 55वटा नियम छन्, 55वटा नियम छन् भने शिक्षा नियावलीमा 195वटा नियम छन्। त्यसमा 6वटा परिच्छेद छन्, 6वटा परिच्छेद छन्। त्यो 2वटा चाहिँ के छन्, अनुसूची छन्, अनुसूची छन्। कम्पेरिजन गरेर नि हेर्न मिल्छ तपाईँहरूले है, कम्पेरिजन गरेर पनि हेर्न मिल्छ। जस्तै ऐन हेर्दाखेरि स्थानीय सरकार सञ्चालन ऐनसँग तपाईँले शिक्षा ऐनलाई कम्पेयर गर्नुहोस्, कतिवटा छन्? एउटामा 121वटा दफा छन् भने एउटामा 21वटा दफा छन्, त्यो थाहा छ तपाईँहरूलाई है। अब शिक्षा नियावली र शिक्षक सेवा आयोग नियावलीलाई कम्पेरिजन गर्नुभयो भने शिक्षा नियावलीमा 155वटा 195वटा नियम छन् भने शिक्षक सेवा आयोग नियावलीमा जम्मा 55वटा नियम छन्। अब विशेष गरी हामीले शिक्षा नियावलीका विशेषता हेर्ने हो भने नियावलीहरूमा नियमहरू हुन्छ, परिच्छेद हुन्छ, अनुसूचीहरू हुन्छ होइन। परिच्छेद, नियम र अनुसूची हुन्छ। यो परिच्छेदमा यो नियम छ, नियम हुन्छ र के गर्ने भन्ने। अर्को कुरा, नियावली भन्ने बित्तिकै ऐनलाई एकदमै क्लेरिफाई गरेको। यो शिक्षा नियावलीमा पनि केही कुराहरू बाजिएका छन्, केही कुराहरू चाहिँ शिक्षा नियावलीमा पनि बाजिएको भेटिन्छ। किन त भन्दा स्थानीय सरकार सञ्चालन ऐन आइसकेपछि, स्थानीय सरकार सञ्चालन ऐन आइसकेपछि केही कुराहरू चाहिँ हामीले जस्तो ऐनमा पनि बाजिएको भेट्यौँ भने नियावलीमा पनि केही कुरा बाजिएको भेटिन्छ। जस्तै विद्यालय खोल्ने अथवा अनुमति जुन छ वा स्वीकृति छ अहिले स्थानीय तल छ, तर नियावलीमा व्यवस्था फरक बनिएको छ, ऐनमा पनि व्यवस्था फरक बनिएको छ। त्यसैले केही नियावलीहरूमा भएका कुराहरू र ऐनमा भएका कुराहरू चाहिँ हालको व्यवस्था अनुसार बाजिएको पनि देखिन्छ। र यसको संशोधन भनेको चाहिँ शिक्षा नियावलीको संशोधन 11औं संशोधन हो। सरी होइन, संशोधन जस्तो शिक्षा ऐनको चाहिँ के थियो, 9औं संशोधन थियो भने शिक्षा नियावलीको पनि 9औं संशोधन नै हो। 9औं संशोधन, यो 9औं संशोधन हालसम्म 9 पटक संशोधन भएको छ भने शिक्षक सेवा आयोग चाहिँ 11औं पटक संशोधन भएको छ। 11औं पटक संशोधन भएको छ। शिक्षक सेवा आयोग नियावली 11औं पटक र शिक्षा नियावली चाहिँ 9औं पटक। र 9औं संशोधन कहिले भयो? 7/7/113, त मजाले थाहा छ तपाईँलाई, 2077 साल 11 महिना 3 गते है 9औं संशोधन 7/7/113, 7/7/113 शिक्षा नियावलीको 9औं संशोधन कहिले भएको? 2077 11 महिना 3 गते भएको हो है। अब हामीले संशोधनमा पनि के कुराहरू ल्यायो, कस्तो व्यवस्थाहरू ल्यायो भनेर हेर्न सक्छौँ विशेष गरी। ल अब हामी जाउँ परिच्छेद 1 तिरबाट जाउँ। परिच्छेद 1 मा चाहिँ जहाँ पनि परिभाषा खण्ड भनेर राखेको छ। अब परिभाषा खण्डमा विभिन्न परिभाषा भन्ने कुरा बुझिन्छ। जस्तो त्यहाँ शिक्षा नियावलीमा ऐन अन्तर्गत बनेका भनेको छ, त्यो ऐन भन्ने बित्तिकै चाहिँ शिक्षा ऐनलाई बुझ्नुपर्छ है। अब परिभाषा खण्डमा चाहिँ परिभाषा खण्ड परिच्छेद 1 मा छ। जस्तो ऐन भन्ने बित्तिकै त्यहाँ ऐन भन्ने शब्द आउँछ नियावलीमा होइन। ऐन भन्ने आउने बित्तिकै शिक्षा ऐनलाई बुझ्नुपर्छ भनेको छ। ऐन भन्ने बित्तिकै शिक्षा ऐन 2028 हो, 2028लाई बुझ्नुपर्ने भनेको छ। मन्त्रालय भन्ने बित्तिकै चाहिँ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई बुझ्नु पर्यो होइन। त्यसै गरी चाहिँ आएर ऐन भनेको के बुझ्ने भन्दा शिक्षा ऐन बुझ्ने, मन्त्रालय भन्ने बित्तिकै शिक्षा मन्त्रालय बुझ्ने, सामुदायिक शिक्षक भन्नाले के बुझ्ने, परीक्षा नियन्त्रक भन्नाले के बुझ्ने, केन्द्र भन्नाले के बुझ्ने, इकाइ भनेको के बुझ्ने होइन। त्यो त हामीले मोटामोटी त ऐनमै पढेको कुरा पनि छ है। अब हाम्रो कुरा परिच्छेद 2बाट अगाडि बढ्छ। परिच्छेद 2 मा के भनेको छ भन्दा विद्यालय खोल्ने अनुमति वा स्वीकृति है। विद्यालय खोल्ने अनुमति वा स्वीकृति, नियावलीमा के व्यवस्था गरेको छ त? विद्यालय खोल्ने अनुमति वा स्वीकृति सम्बन्धमा के कुरा गरेको छ त नियावलीमा?
जस्तो कहाँ निवेदन दिने, कहिले निवेदन दिने, होइन। अब शिक्षा नियावलीले के भनेको छ भन्दा प्राथमिक निम्न माध्यमिक भनेको छ, तर हाल त त्यो कार्यान्वयनमा छैन नि त। आधारभूत र माध्यमिक छ नि त। नियावलीमा के भनिएको छ, एउटा कुरा के बुझ्नु पर्यो भन्दा नियावलीमा चाहिँ विद्यालयकोमा चाहिँ नियावलीमा विद्यालय सन्दर्भमा के भनेको छ, प्राथमिक होइन, निम्न माध्यमिक माध्यमिक भनिएको छ, माध्यमिक भनेको छ। तर हालको व्यवस्था अनुसार के छ त, हालको व्यवस्थामा के भनेको छ, आधारभूत प्लस माध्यमिक भनेको छ। यही कुरा बाजिन्छ, यो कुरा त तपाईँहरूलाई थाहा छँदैछ। यही कुरा अहिले बाजिँदैन त। नियावलीमा चाहिँ निम्न माध्यमिक, प्राथमिक, माध्यमिक भनेको छ भने हालको व्यवस्था के छ, आधारभूत र माध्यमिक शिक्षा भनेर भनेको छ। अब कहाँ निवेदन दिने, कहिले निवेदन दिने भनेर भन्ने, पुरानो व्यवस्थामा अनुमति कसले दिन्छ त भन्दा प्रावि निमाविको लागि चाहिँ इकाइ प्रमुखले दिन्थ्यो, पूर्व प्राथमिकको लागि गापानापाले दिन्थ्यो, होइन, गाउँपालिका अथवा नगरपालिकाले दिन्थ्यो। तर हालको व्यवस्थामा के छ त, हालको व्यवस्थामा स्थानीय सरकार सञ्चालन ऐन 2074ले के भनेछ, विद्यालयको स्थापना, अनुमति, स्वीकृति, समायोजन सबैको अधिकार कसलाई दिएको छ, स्थानीय तहलाई दिएको छ। तर ऐनमा एउटा व्यवस्था छ, नियावलीमा अर्को व्यवस्था छ, होइन। ऐन र नियावलीमा भएको व्यवस्था र हालको व्यवस्था के छ त, फरक छ। अब विद्यालय खोल्नको लागि अनुमति वा स्वीकृतिको सन्दर्भमा हामीले के भन्न सक्छौँ, कहाँ निवेदन दिने, प्राथमिक र निम्न माध्यमिक विद्यालयको लागि, होइन। जस्तो शैक्षिक सत्र सुरु हुनुभन्दा 3 महिना अगावै गाउँ शिक्षा समिति वा नगर शिक्षा समितिको सिफारिस सहित इकाइ प्रमुख समक्ष दिने, प्रावि र निमाविमा चाहिँ पुरानो व्यवस्थामा चाहिँ अनुमति कसले दिन्छ त, होइन। नियावलीमा भएको व्यवस्थामा चाहिँ प्रावि र निम्न माध्यमिक विद्यालय यसको अनुमति कसले दिन्छ, इकाइ प्रमुखले दिन्छ, होइन, इकाइ प्रमुखले दिन्छ। माध्यमिक विद्यालयको चाहिँ शिक्षा विकास निर्देशनालयमा पुर्याउने हो, है, त्यहाँको निर्देशकले दिने हो, निर्देशकले अनुमति दिन्छ, है। अनुमति जस्तो माध्यमिकको लागि चाहिँ माध्यमिक विद्यालय सञ्चालनको लागि अनुमति कसले दिन्छ त, अनुमति यो नियावलीमा भएको व्यवस्था अनुमति निर्देशकले दिन्छ, यो कुरा साथीहरूले जान्न पर्यो, अनुमति। अब यो अनुमतिको लागि कसको सिफारिस चाहिँ कहाँ जाने त, है। अब तपाईँको प्राथमिक विद्यालय र निम्न माध्यमिक विद्यालयको लागि शैक्षिक सत्र सुरु हुनुभन्दा 3 महिना अगावै गाउँ शिक्षा समिति वा नगर शिक्षा समितिको, नगरपालिकाको, होइन, नगर शिक्षा समितिको सिफारिस सहित इकाइ प्रमुख समक्ष जाने। निवेदन कहाँ दिने त, है, निवेदन कहाँ दिने, निवेदन कहाँ दिने यो कुरा पनि जान्न पर्यो। निवेदन कहाँ दिने, प्रावि र निमाविको हकमा चाहिँ, प्रावि प्लस निमाविको हकमा चाहिँ के गर्ने त भन्दाखेरि शैक्षिक सत्र सुरु हुनुभन्दा 3 महिना अगावै भनेको अगाडि भनेको अगावै गाउँ शिक्षा समिति वा नगर शिक्षा
समितिको सिफारिस सहित इकाइ प्रमुख समक्ष निवेदन दिने है। कसको सिफारिसमा? गाउँ शिक्षा वा नगर शिक्षा समितिको। त्यसको सिफारिसमा है, त्यसको सिफारिस सहित इकाइ प्रमुखमा जाने। अब त्यसको अनुमति कसले दिन्छ? त्यही इकाइ प्रमुखले दिन्छ। अनुमति कसले दिन्छ त भन्दा इकाइ प्रमुखले दिन्छ। अनुमति कसले दिन्छ? इकाइ प्रमुखले दिन्छ। यो चाहिँ निवेदन कहाँ दिने? अब पूर्व प्राथमिकको लागि कहाँ जाने त? पूर्व प्राथमिकको लागि शैक्षिक सत्र सुरु हुनुभन्दा 2 महिना अगावै कहाँ निवेदन दिने त भन्दा गाविस अथवा नगरपालिकामा। पूर्व प्राथमिक तहको लागि अनुमति कसले दिन्छ? त्यही गाविस अथवा नगरपालिकाले दिन्छ। अनि माध्यमिक विद्यालयको हकमा चाहिँ जिल्ला शिक्षा समितिको रायसहित इकाइ प्रमुखले शैक्षिक सत्र सुरु हुनुभन्दा 2 महिना अगाडि निर्देशककोमा पठाउने है। अब निवेदन कहाँ दिने भन्ने कुरा छ साथीहरूलाई। यो कुरा बुझ्नु भएको छ नि? निवेदन कहाँ दिने त? प्रावि र निमाविको हकमा चाहिँ शैक्षिक सत्र सुरु हुनुभन्दा 3 महिना अगावै गाउँ शिक्षा अथवा नगर शिक्षा समितिको सिफारिस सहित इकाइ प्रमुख समक्ष निवेदन दिने। अब अर्को भनेको कसको? माध्यमिक विद्यालयको हकमा चाहिँ जिल्ला शिक्षा समितिको राय सुझाव सहित जिल्ला शिक्षा समितिको राय सुझाव सहित इकाइ प्रमुखले निर्देशककोमा पठाउने। निर्देशककोमा के गर्ने? पठाउने। र त्यसको अनुमति कसले दिन्छ? माध्यमिक विद्यालयको अनुमति दिन्छ कसले? निर्देशकले दिन्छ। अब पूर्व प्राथमिकको हकमा चाहिँ कहाँ जाने? गाविस अथवा नगरपालिका भनेको छ। गाविस वा नगरपालिका। अनुमति पनि कसले दिन्छ? अनुमति पनि गापा नपाले नै दिन्छ है। अनुमति पनि कसले दिन्छ? गापा नपाले नै दिन्छ। यो हो पुरानो व्यवस्था। इकाइ प्रमुखले निर्देशककोमा पठाउने। यो कसले त भन्दा तर शैक्षिक सत्र सुरु हुनुभन्दा 2 महिना अगाडि है। यो चाहिँ शैक्षिक सत्र सुरु हुनुभन्दा 2 महिना अगावै। अब प्राथमिक र निम्न माध्यमिकको लागि 3 महिना अगावै है। 3 महिना अगावै हो त्यहाँ पठाउने हो भने माध्यमिकको लागि 2 महिना अगावै र चाहिँ यो प्रप्राथमिकको हकमा पनि त्यही नै हो। प्रप्राथमिकको हकमा चाहिँ शैक्षिक सत्र सुरु हुनुभन्दा 2 महिना अगावै। यो पनि 2 महिना अगावै। 2 महिना अगावै गाउँपालिका अथवा नगरपालिका, गाविस अथवा नगरपालिकामा पठाउने। र यो माध्यमिक विद्यालयको हकमा चाहिँ शैक्षिक सत्र निर्देशकले अनुमति 30 दिन अगाडि चाहिँ शैक्षिक सत्र सुरु हुनुभन्दा 30 दिन अगाडि अनुमति दिन्छ। शैक्षिक सत्र सुरु हुनुभन्दा 30 दिन अगावै 30 दिन अगाडि चाहिँ के गर्नुपर्ने हुन्छ? अनुमति दिनुपर्ने हुन्छ। यहाँ 2 महिना अगाडि चाहिँ के हुन्छ त? शैक्षिक सत्र सुरु हुनुभन्दा 2 महिना अगाडि चाहिँ उसँग सिफारिस सहितको निवेदन जान्छ र यदि उसले चाहिँ मनासिब ठानेर हैन, यदि हो दिनुपर्ने अवस्था रहेछ भने त्यो अवस्थामा चाहिँ के हुन्छ त? 1 महिना भनौँ न, लगभग 30 दिन भनेको 1 महिना अगाडि शैक्षिक सत्र सुरु हुनुभन्दा 30 दिन अगावै नै अनुमति दिनुपर्ने हुन्छ।
विदेशी शिक्षण संस्थाहरूसँग सम्बन्धन लिएर विद्यालय खोल्ने अधिकार चाहिँ कसलाई छ त? अधिकार नि खोल्न दिने, अनुमति दिने अधिकार कसलाई छ? मन्त्रालयलाई छ। यो कुरा पनि साथीहरूले जान्नु पर्यो है। विद्यालय खोल्ने हकमा चाहिँ जस्तो विदेशी शिक्षण संस्थासँग सम्बन्धन लिई विद्यालय खोल्न अनुमति दिने अधिकार कसलाई छ? मन्त्रालयलाई। अधिकार चाहिँ कसलाई छ? मन्त्रालयलाई। कसलाई छ? मन्त्रालयलाई। कसलाई छ त? मन्त्रालय। अब तपाईँलाई थाहा छ मन्त्रालय भने के हो? पक्कै पनि अर्थ मन्त्रालय त होइन। मन्त्रालय भनेको शिक्षा मन्त्रालयलाई छ है। यो अनुमति कसलाई छ? अनुमति दिने अधिकार कसलाई छ? मन्त्रालयलाई। जस्तो विदेशी शिक्षण संस्थासँगबाट सम्बन्धन ल्याएर कुनै विद्यालयहरू खोल्छ होइन, भने त्यस्तो चाहिँ के छ त भन्दा त्यो अधिकार चाहिँ कसलाई छ? मन्त्रालयलाई छ। अब विद्यालय खोल्दाखेरि धरोटी राख्नुपर्ने भनेको छ। विद्यालय खोल्दा धरौटी पनि राख्नुपर्छ। विद्यालय खोल्ने अनुमति लिँदा विद्यालयको सञ्चालनको सुरक्षण बापत है। अब धरौटी राख्नुपर्ने भन्ने व्यवस्था पनि छ। कति धरौटी राख्नुपर्ने हुन्छ त? धरौटी राख्नुपर्ने भने धरौटी राख्नुपर्ने कुरा पनि नियमावलीमा उल्लेख गरेका छ। विद्यालय सञ्चालन गर्दा विद्यालय खोल्दाखेरि है, त्यो विद्यालयको सुरक्षण बापत विद्यालय खोल्ने अनुमति लिँदा है, विद्यालय खोल्ने अनुमति लिँदा विद्यालयको सुरक्षण बापत केही रकम चाहिँ धरौटी बुझाउनु पर्ने हुन्छ। देय बमोजिमको धरौटी राख्नुपर्ने व्यवस्था छ। धरौटी राख्नुपर्ने छ भनेको छ। कति धरौटी राख्नुपर्छ? हामीले धरौटी भनेको प्री डिपोजिट जस्तै है, धरौटीको रूपमा राख्ने। अब यसमा संस्थागत विद्यालयको फरक छ, सामुदायिक विद्यालयको फरक छ है। हेरिहालौँ। संस्थागत विद्यालय र सामुदायिक विद्यालय। सामुदायिक विद्यालयमा कति धरौटी राख्नुपर्ने हुन्छ त है? धरौटी राख्नुपर्ने। त्यसमा पनि के छ? जस्तो माध्यमिक विद्यालय छ भने कति माध्यमिक विद्यालयको हकमा कति टेबलै बनाउनु साथीहरू। कति धरौटी राख्नुपर्ने? निम्न माध्यमिक छ भने निम्न माध्यमिक भए कति र प्राथमिक छ भने कति? प्राथमिक छ भने कति धरौटी राख्नुपर्छ त? कति धरौटी राख्नुपर्ने? संस्थागतको हकमा र सामुदायिकको हकमा फरक छ। संस्थागतको हकमा माध्यमिक विद्यालय छ भने 2 लाख रुपैयाँ राख्नु पर्यो र सामुदायिक विद्यालय छ भने 1 लाख रुपैयाँ राख्नु पर्यो धरौटी है। अब निम्न माध्यमिकको लागि 1,50,000 यसमा नपर्ने है, यहाँ पनि नपर्ने नै हुन्छ। त्यसैगरी प्राथमिक विद्यालय संस्थागत तर्फ छ भने 50,000 धरौटी राख्नु पर्यो। 50,000 यदि धरौटी राख्नुपर्ने व्यवस्था छ। अब धरौटी रकम कहाँ राख्ने भन्ने कुरा छ।
धरौटी रकम मुद्दती खातामा जम्मा गर्ने शिक्षा विकास तथा समन्वय इकाइले तोकिएको बैङ्कमा, तपाईँले आफ्नो बैङ्कमा होइन कि शिक्षा विकास तथा समन्वय इकाइले तोकिएको बैङ्कमा विद्यालयको नाममा मुद्दती खाता खोलेर जम्मा गरिन्छ र त्यो धरौटी राख्दाखेरिको रकम जुन जम्मा गरेको रकम हुन्छ त्यसबाट प्राप्त हुने ब्याज रकम विद्यालयको काममा चाहिँ खर्च गर्न सकिन्छ। अब त्यो पैसा निकाल्नु पर्यो होइन, कहिलेकाहीँ ब्याज निकाल्नु पर्यो। त्यस्तो अवस्थामा चाहिँ खाता सञ्चालनको लागि चाहिँ विद्यालय व्यवस्थापन समितिले तोकेको व्यक्ति र इकाइ प्रमुखले तोकेको व्यक्तिको संयुक्त दस्तखत चाहिँ हुन्छ। यो सन्दर्भमा जस्तै अब धरौटी कहाँ राख्ने भन्दाखेरि इकाइले तोकेको बैङ्कमा, है धरौटी रकमको सन्दर्भमा साथीहरूले यो कुरा पनि यसो बुझिदिनु होला है। धरौटी रकमको केसमा बुझ्नु भएको छ नि, यसो देखिया छ नि होइन। धरौटीको केसमा धरौटी रकम कहाँ राख्नुपर्ने, धरौटी रकम मुद्दती खातामा जम्मा गर्ने। एउटा कुरा चाहिँ धरौटी रकम शिक्षा विकास तथा समन्वय इकाइले शिक्षा विकास तथा समन्वय इकाइले तोकेको बैङ्कमा विद्यालयको नाममा मुद्दती खाता खोली जम्मा गर्ने। त्यो बैङ्क भनेको चाहिँ इकाइले तोकेको बैङ्कमा है, शिक्षा विकास तथा समन्वय इकाइले तोकेको बैङ्कमा मुद्दती खाता खोलेर त्यो मुद्दती खातामा जम्मा गर्ने, मुद्दती खातामा जम्मा गर्ने। अब बैङ्कमा जम्मा भएको रकमबाट बैङ्कमा जम्मा भएको रकमबाट प्राप्त ब्याज विद्यालयले खर्च गर्न पाउने, विद्यालयको काममा चाहिँ खर्च गर्न सकिने हुनेछ। विद्यालयले आफ्नो विद्यालयको काममा खर्च गर्न पाउने यो व्यवस्था छ। अर्को कुरा चाहिँ खाता सञ्चालनको लागि विद्यालय व्यवस्थापन समिति विव्यले तोकेको व्यक्ति र इकाइले तोकेको व्यक्तिको संयुक्त दस्तखत हुने, इकाइले तोकेको व्यक्ति र विवेशले तोकेको व्यक्तिको संयुक्त दस्तखत हुने है। यो कुरा विद्यालय खोल्दाको एउटा अनुमति लिँदाको धरौटी रकम राख्नुपर्ने व्यवस्था। संस्थागत विद्यालयमा मावि छ भने 2 लाख, निमावि छ भने 1,50,000 र प्रावि छ भने 50,000। सामुदायिक विद्यालयमा माविलाई मात्र तिर्नु पर्यो, माध्यमिक विद्यालय खोल्न अनुमति लिँदा मात्र धरौटी रकम बुझाउनु पर्यो। अनि तपाईँको निमावि र अर्को प्राविको लागि चाहिँ परेन। यो कुरा साथीहरूले बुझिदिनु पर्यो। अब अर्को शैक्षिक गुठी सम्बन्धी व्यवस्था छ। शैक्षिक गुठीको रूपमा विद्यालय सञ्चालन गर्न चाहने शैक्षिक गुठी सम्बन्धी विधान बनाएर सम्बन्धित निर्देशनालयमा दर्ता गर्ने। अब शैक्षिक गुठीको व्यवस्था त हामीले केमा पढ्यौँ, ऐनमा पढ्यौँ नि, तर थोरै पढ्यौँ। अब यहाँ नियमावलीले के गर्छ, त्यो व्यवस्थालाई इलाबोरेट गर्ने है। जस्तो शैक्षिक गुठी चाहिँ सार्वजनिक शैक्षिक गुठी र निजी शैक्षिक गुठीको रूपमा विद्यालय खोल्न पाउने। सार्वजनिक शैक्षिक गुठीमा 5 जना होइन कम्तीमा, त्यसै गरी चाहिँ निजी शैक्षिक गुठीमा कम्तीमा 3 जना रहने ट्रस्टीको कुराहरू गऱ्यौँ। सार्वजनिक शैक्षिक गुठीमा होइन गुठी ट्रस्टीले चाहिँ के गर्न सक्छ त, आफ्नो छँदै अथवा आफ्नो छेकापछि
उत्तराधिकारी तोक्न सक्ने छ, तर त्यो तोक्दाखेरि चाहिँ शिक्षा मन्त्रालयको स्वीकृति लिनुपर्ने भन्ने व्यवस्था छ भनेर हामीले ऐनमा पढाएको थियौँ। अब यहाँ अझै इलाबोरेट गरिदिएको छ, विधान बनाउनुपर्छ भनेको छ होइन, विधान बनाउनुपर्छ भनेको छ नि त। शैक्षिक गुठी सम्बन्धी व्यवस्था के छ? शैक्षिक गुठीको रूपमा विद्यालय सञ्चालन गर्न चाहने शैक्षिक गुठी सम्बन्धी चाहनेले शैक्षिक गुठी सम्बन्धी विधान बनाएर सम्बन्धित निर्देशनालयमा दर्ता गराउनु पर्नेछ। साथीहरूलाई यो कुरा भयो। यो कुरा भयो भने अब शैक्षिक गुठी सम्बन्धी व्यवस्था के छ त नियमावलीमा भन्ने कुरा जाउँ। यो कुरा भयो भयो साथीहरू? भयो भने भयो भनिदिनुहोस् है। अलि छिटो पनि गर्नुपर्छ है साथीहरू, किन हामीले पढ्नु धेरै छ। ल अर्को व्यवस्था के छ भन्दा शैक्षिक गुठी सम्बन्धी व्यवस्था। शैक्षिक गुठी सम्बन्धी व्यवस्था, शैक्षिक गुठी सम्बन्धी व्यवस्था, शैक्षिक गुठी सम्बन्धी व्यवस्था के छ त? शैक्षिक गुठीको रूपमा विद्यालय सञ्चालन गर्न शैक्षिक गुठीको रूपमा विद्यालय सञ्चालन गर्न चाहनेले शैक्षिक गुठी सम्बन्धी विधान बनाई सम्बन्धित निर्देशनालयमा पठाउनु पर्ने, दर्ता गराउनु पर्ने छ। शैक्षिक गुठी निजी र सार्वजनिक गरी दुई प्रकारले दर्ता गर्न सकिन्छ है। अर्को कुरा भनेको शैक्षिक गुठी सार्वजनिक र निजी गरी दुई प्रकारले दर्ता गर्न सकिनेछ। यो कुरा छ। तर ऐनको दफा 3 को उपदफा 6 मा उल्लेखित भनेको शिक्षा ऐनको दफा 3 मा छ विद्यालय खोल्ने अनुमति भनेको छ नि त। त्यो त दफा हुन्छ ऐनमा त। शिक्षा ऐनको दफा 3 मा विद्यालय खोल्ने अनुमति भन्ने छ। के छ? विद्यालय खोल्ने अनुमति भनेको छ। त्यसको उपदफा 6 मा उल्लेखित विद्यालय सञ्चालन गर्न निजी गुठी दर्ता गर्न सकिने छैन भनेको छ। अब त्यो दफा 3 मा विद्यालय खोल्न अनुमति भनेको छ नि, त्यसमा चाहिँ विद्यालयलाई कम्पनीको रूपमा सञ्चालन गर्न अनुमति अथवा स्वीकृति दिने छैन। कस्ता विद्यालयलाई? सरकारी भवनमा बनेका, सरकारी जग्गामा भवन बनाएका, कुनै व्यक्तिले दान दिएका हैन। अब त्यस्तो विद्यालयहरूलाई चाहिँ गुठीमा दर्ता गरिने छैन भनेको छ। कुनै व्यक्ति अथवा संस्थाले निजी गुठीको रूपमा विद्यालय सञ्चालन गर्ने कुनै विद्यालयलाई भवन वा जग्गा दान दातव्य दिएमा त्यस्तो विद्यालयमा निजी गुठीको रूपमा त्यो सञ्चालन गर्न सक्ने, निजीको रूपमा चाहिँ सञ्चालन गर्न उपनियम 2 ले त्यहाँनिर प्रतिबन्ध लगाएको छ है। त्यहाँ एउटा चाहिँ प्रतिबन्धात्मक वाक्यांशमा जुनसुकै कुरा लेखिए तापनि कुनै व्यक्ति अथवा संस्थाले निजी गुठीको रूपमा विद्यालय सञ्चालन गर्ने गरी कुनै विद्यालयलाई भवन वा जग्गा दान दिएको अवस्थामा त्यस्तो विद्यालयमा चाहिँ निजी गुठी चाहिँ सञ्चालन गर्न सक्ने भनेर भनेको छ। तर सार्वजनिक गुठी चाहिँ होइन। अब यो गुठी सम्बन्धी के गर्ने? विधान बनाउने भनेको छ। अब त्यो गुठी विधानमा है, त्यो शैक्षिक गुठी सम्बन्धी विधानमा कुन कुन कुरा हुनुपर्छ त है? शैक्षिक गुठीको विधानमा हुनुपर्ने कुराहरू
शैक्षिक गुठी सम्बन्धी विधानमा हुनुपर्ने कुरा के कुरा छ? एउटा विद्यालयको नाम र ठेगाना, विद्यालयको नाम र ठेगाना हुनु पर्यो। विद्यालयको नाम र ठेगाना हुनु पर्यो। अनि शैक्षिक गुठीको संस्थापकको नाम र ठेगाना, शैक्षिक गुठीको नाम, शैक्षिक गुठी खोल्ने जुन गुठियारहरू छन् तिनी संस्थापक, शैक्षिक गुठीका संस्थापकको नाम र ठेगाना, गुठीको रूपमा जाने विद्यालयहरूमा अब संस्थापकको नाम र ठेगाना हुनु पर्यो। अनि शैक्षिक गुठीको गुठियार तथा गुठियारको मुख्य भई काम गर्ने व्यक्तिहरूको नाम, नियुक्ति प्रक्रिया र कार्यकाल। शैक्षिक गुठीको गुठियार वा गुठीको प्रमुख भई काम गर्ने व्यक्तिको नाम, नियुक्ति प्रक्रिया र कार्यकाल यो पनि उल्लेख गर्नुपर्ने विधानमा। अनि गुठियारहरूको काम, कर्तव्य, अधिकार र निजहरूले पाउने सुविधा। गुठियारको काम, कर्तव्य, अधिकार र निजहरूले पाउने सुविधाको कुरा पनि उल्लेख गर्नुपर्ने। अनि शैक्षिक गुठीको रूपमा रहेको जग्गा, आम्दानी, ऋण अथवा अन्य सम्पत्तिको विवरण। गुठीको सम्पत्ति विवरण भनौँ न, सम्पत्ति विवरण। अब यसमा जग्गा पर्ने भयो हैन, भवन, आम्दानी, ऋण लगायत सबै कुरा सम्पत्ति विवरण। त्यो कुरा है शैक्षिक गुठीको सम्पत्ति विवरण। अब सार्वजनिक शैक्षिक गुठीको रूपमा सम्बन्धित विद्यालयका संस्थापक, प्रधानाध्यापक र मन्त्रालयले तोकेको व्यक्ति तथा निजी शैक्षिक गुठीमा चाहिँ सम्बन्धित विद्यालयका संस्थापक र निजले तोकेको व्यक्ति गुठियार हुनेछन् है। व्यक्ति चाहिँ पदेन गुठियार हुनेछन् भनेको छ। सार्वजनिक शैक्षिक गुठीमा कम्तीमा 5 जना र निजी शैक्षिक गुठीमा संस्थापकले चाहे बमोजिम अब कम्तीमा 3 जना भनेको छ हैन। सार्वजनिक शैक्षिक गुठीमा सरकारी प्रतिनिधि, स्थानीय निकायका प्रतिनिधि र अभिभावक मध्येबाट कम्तीमा 1-1 जना राख्नुपर्छ। अनि सरकारी प्रतिनिधि चाहिँ शिक्षा विकास तथा समन्वय इकाइबाट तोकिन्छ है त। ठिक छ नि साथीहरु, यति कुराहरू चाहिँ गुठीको विधानमा चाहिँ राख्नु पर्यो है। गुठीको विधानमा चाहिँ राख्नु पर्यो, गुठीको विधानमा राख्नुपर्ने कुरा छ। ल अब अर्को कुरा जाउँ हामी। तपाईलाई एउटा चाहिँ नि परीक्षा 3 तिर
परिच्छेद 3 मा के भनेको छ भने महानिर्देशक, निर्देशक, इकाइ प्रमुख र बिनीको काम, कर्तव्य र अधिकार भनेको छ है। परिच्छेद 3 मा चाहिँ महानिर्देशक, निर्देशक, इकाइ प्रमुख र विद्यालय निरीक्षक काम, कर्तव्य र अधिकार भनेको छ। यसको कुरा गरेको छ है। हामीले ऐनमा त पढेको थिएनौँ, तपाईँहरूलाई एउटा प्रश्न सोध्छु है। शिक्षकलाई तालिमको लागि सिफारिस कसले गर्छ? ल भन्नुहोस् त। शिक्षकलाई तालिमको लागि सिफारिस कसले गर्छ? ल भन्नुहोस्। एउटा कुरा, अर्को शिक्षकलाई तालिमको लागि छनौट कसले गर्छ? ल यो दुईटा प्रश्नको उत्तर लेख्नुहोस् त साथीहरु। शिक्षकलाई तालिमको लागि सिफारिस कसले गर्छ र छनौट कसले गर्छ? चारवटा प्रश्नको उत्तर लेख्नुहोस् त। तालिमको लागि सिफारिस कसले गर्छ? अनि छनौट कसले गर्छ? स्थायी शिक्षकको राजीनामा कसले स्वीकृत गर्छ? है कसले गर्छ? अनि स्थायी शिक्षकको नियुक्ति कसले गर्छ? ल चारवटा प्रश्नको उत्तर लेख्नुहोस् त। ल भन्नुहोस्। ल भन्नुहोस्। लेख्नुहोस् साथीहरु। त भन्नु पर्यो नि, तपाईहरुले फटाफट एन्सर लेख्नु पर्यो। तपाईहरुको विचारमा के छ भनेर नि लेख्नु पर्यो। एकको विद्यालय निरीक्षक लेख्नुभयो, ओके है। एकको विद्यालय निरीक्षक तालिमको लागि सिफारिस कसले गर्छ त? तालिमको लागि सिफारिस विद्यालय निरीक्षक लेख्नुभयो, सही लेख्नुभयो। सिफारिस कसले गर्छ? विद्यालय निरीक्षक बिनीले गर्छ, सही हो। दुईको के हुन्छ त?
सिफारिस त बिनीले गर्छ। छनौट कसले गर्छ? शिक्षकलाई तालिमको लागि छनौट कसले गर्छ? शिक्षकलाई तालिमको लागि छनौट कसले गर्छ? शिक्षकलाई तालिमको लागि छनौट कसले गर्छ? साथीहरु लेख्नु भयो। विद्यालय व्यवस्थापन समितिले। विवेश विद्यालय व्यवस्थापन समितिले हैन। अनि स्थायी शिक्षकको राजीनामा स्वीकृत कसले गर्छ? इकाइ प्रमुखले। इकाइ प्रमुख। नियुक्ति पनि कसले गर्छ? इकाइ प्रमुखले गर्छ। हो। विद्यालय निरीक्षक लेख्नुभयो। 2 को विद्यालय व्यवस्थापन समिति लेख्नुभयो। एकदम ठिक छ। 3 को इकाइ प्रमुख भयो। ल यति कुराहरू केही प्रश्नहरू यसरी सोध्न सक्छ। अब हामीले चाहिँ विभिन्न काम जस्तो महानिर्देशकको काम के हो? 13 वटा काम छन्। निर्देशकको काम कतिवटा? 18 वटा छन्। इकाइ प्रमुखको काम 33 वटा छन् हैन। यिनीहरूको काम कर्तव्य र अधिकार हेर्नु पर्यो। सबै त्यो नि तपाईलाई 13 वटै 18 वटै 33 वटै काम चाहिन्न कि। मुख्य हामीलाई चाहिँ अरू त हामी जानिन्छ नि यो काम त इकाइले नै गर्न पर्ने हो भन्ने खालका कोही गेसिङ कुराहरू पनि आउँछ हैन। मुख्य कामहरू के हुन्? जस्तै महानिर्देशकको काममा चाहिँ शैक्षिक योजना र कार्यक्रमहरू बनाउने कार्यान्वयन गर्ने निर्देशन दिने। कसलाई? निर्देशक र इकाइ प्रमुखलाई। निर्देशकहरूको काममा समन्वय गर्ने, शैक्षिक योजना तथा कार्यक्रम कार्यान्वयन गर्न आवश्यकता अनुसार समिति उपसमिति गठन गर्ने। शिक्षकहरूको चाहिँ प्रशासन व्यवस्थापन तथा शैक्षिक विकास सम्बन्धी कार्य गर्ने गराउने। शैक्षिक कार्यक्रमहरू तत्काल चाहिँ कार्यान्वयन गर्ने गराउने। मन्त्रालयद्वारा सञ्चालनमा लिएका शैक्षिक योजनाहरू तथा कार्यक्रमको अनुगमन मूल्याङ्कन गर्ने गराउने र प्रत्येक 2 महिनामा सोको प्रतिवेदन मन्त्रालयमा पठाउने काम महानिर्देशकले गर्छन् हैन। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकले गर्छन्। यो महानिर्देशक के को हुन्छ? निर्देशक कहाँ हुन्छ? इकाइ कहाँ हुन्छ? यो त थाहा छ होला नि तपाईहरुलाई। ल अब चाहिँ हामी महानिर्देशकको काम कर्तव्य र अधिकार के हो त? यो भन्ने पनि हुन्छ कि लेखिदिनै पर्छ ल भन्नुस्। निर्देशकको काम कर्तव्य र अधिकार। काम कर्तव्य र अधिकार भनिदिएर पनि साथीहरूले टिप्न सक्नुहुन्छ भने चाहिँ म भनिदिन्छु। हैन लेखिदिनै पर्छ भन्नुहुन्छ भने पनि लेखिदिन्छु। ल भन्नुस् के गरौँ? लेखिदिउँ कि भन्दिउँ? ल भन्नुस् त। महानिर्देशकको काम कर्तव्य र अधिकार के गरौँ? लेखाउँ कि भनौँ? भन्नुहोस् त। लेखाउँ कि भनौँ? लेख्नुहोस्। के लेख्नुभयो त? लेख्नु भएको छैन। शैक्षिक योजना तथा कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिने। कसलाई? निर्देशक र इकाइ प्रमुखलाई है। आफूभन्दा तलको हो समन्वय गर्ने भन्ने पनि लेख्नु। यस, निर्देशकहरूको काममा समन्वय गर्ने। निर्देशकहरूको काममा समन्वय गर्ने। उनीहरूले गरेका काममा चाहिँ तिनीहरूलाई समन्वय गर्ने, साझेदारी गरिदिने हैन। शैक्षिक योजना तथा कार्यक्रमको कार्यान्वयन गर्न आवश्यकता अनुसार समिति उपसमिति गठन गर्ने। जुन शैक्षिक
योजना तथा कार्यक्रम कार्यान्वयन गर्न आवश्यकता अनुसार समिति उपसमिति गठन गर्ने। समिति उपसमिति गठन गर्ने। यो काम पनि कसको? महानिर्देशकको। है शिक्षकहरूको प्रशासन व्यवस्थापन, है शिक्षकहरूको प्रशासन व्यवस्थापन र शैक्षिक विकास सम्बन्धी कार्य गर्ने गराउने। शिक्षकहरूको प्रशासन शैक्षिक व्यवस्थापन शिक्षकहरूको प्रशासन शैक्षिक व्यवस्थापन तथा शैक्षिक विकास सम्बन्धी। कार्य गर्ने गराउने। कार्य गर्ने गराउने। विद्यालयहरूको शैक्षिक कार्यक्रम तयार गरेर विद्यालयको शैक्षिक कार्यक्रम तयार गर्ने। विद्यालयहरूको शैक्षिक कार्यक्रम चाहिँ तयार गर्ने र कार्यान्वयन गर्ने गराउने। कार्यान्वयन गर्ने गराउने। अर्को मन्त्रालयबाट सञ्चालनमा ल्याइएको मन्त्रालयद्वारा सञ्चालित शैक्षिक योजना तथा कार्यक्रमको अनुगमन मूल्याङ्कन गर्ने अनि त्यो गराउने र त्यसको रिपोर्ट चाहिँ प्रत्येक 2 महिनामा सोको प्रतिवेदन मन्त्रालयमा पठाउने। प्रत्येक 2 महिनामा सोको प्रतिवेदन मन्त्रालयमा पठाउने। हजुरले एकदमै राइट लेख्नुभयो। मन्त्रालयद्वारा सञ्चालित शैक्षिक कार्यक्रमहरू हुन्छन्। यो सञ्चालित है मन्त्रालयले विभिन्न शैक्षिक योजनाहरू लिएको हुन्छ नि त। सञ्चालित योजना तथा कार्यक्रमको सञ्चालित शैक्षिक योजना तथा कार्यक्रमको अनुगमन मूल्याङ्कन गर्ने गराउने र सोको प्रतिवेदन चाहिँ प्रत्येक 2 महिनामा मन्त्रालयमा पठाउने काम महानिर्देशकले गर्छन् है त। अब यति मोटामोटी काम यति नै हो। अलि अप्ठ्यारा काम आउँछन्, अलि ठुला काम आउँछन् भने त्यो महानिर्देशकले गर्छन् हैन त। त्यही बुझ्नु पर्यो। यो महानिर्देशकको काम भयो है। महानिर्देशकको काम। अब निर्देशकको काम के हुन सक्छ त? निर्देशकको काम के हुन सक्छ साथीहरु? शैक्षिक योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने गराउने। त्यो त माथिको छ, गर्ने गराउने भनेको छ हैन। त्यो उसले पनि त इकाइलाई चाहिँ के गर्ने भयो त? इकाइलाई अर्डर गर्ने भयो नि त। शैक्षिक योजना तथा कार्यक्रमको शैक्षिक
योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने अनि गराउने। उसले इकाइलाई निर्देशन दिन पाउने हो हैन। शैक्षिक योजनाको कार्यक्रम गर्ने गराउने, विद्यालयको निरीक्षण गर्ने गराउने। अर्को काम भनेको विद्यालयको निरीक्षण गर्ने गराउने, विद्यालयमा अनुगमन निरीक्षणहरू गर्ने हैन अनि गराउने। शिक्षाको गुणस्तर अभिवृद्धि गर्नको लागि शिक्षकहरूलाई आवश्यकता अनुसार तालिमको व्यवस्था गर्ने है। शैक्षिक गुणस्तर अभिवृद्धिको लागि, शैक्षिक गुणस्तर अभिवृद्धिको लागि शिक्षक तालिमको व्यवस्थापन, शिक्षक तालिमको व्यवस्थापन गर्ने जिम्मेवारी कसको हो त? निर्देशकको। शिक्षक तालिमको व्यवस्था गर्ने, विद्यालयको लेखा परीक्षणको पुनरावलोकन गर्ने, विद्यालयको लेखा परीक्षणको पुनरावलोकन गर्ने, काम निर्देशकको भयो। लेखा परीक्षणको पुनरावलोकन गर्ने अनि शिक्षक तालिमको समन्वय, निरीक्षण र अनुगमन गर्ने। शिक्षक तालिमको समन्वय, अनुगमन र निरीक्षण गर्ने यो काम कसको भयो? निर्देशकको भयो। अब उहाँहरूका विभिन्न काम छन्। हामीलाई चाहिँ मुख्य काम भनेपछि अब यसको आधारमा अन्य कामहरू हामीले आफैले जनरलाइज गर्न सक्छौँ हैन। मुख्य काम यिनै भयो। यसको आधारमा चाहिँ अन्य कामहरू हामीले हेर्न सक्छौँ। अब इकाइ प्रमुखको काम हेरौँ है। इकाइ प्रमुखको काम हेरौँ।  इकाइ प्रमुखको काम,
के छ इकाइ प्रमुखको कामहरू हेरौँ साथीहरू। इकाइ प्रमुखका काम के छन् त? अब शिक्षामा सबैभन्दा पहिला गुणस्तर वृद्धि गर्नको लागि, गुणस्तर अभिवृद्धिको लागि प्रधानाध्यापक तथा व्यवस्थापन समितिका अध्यक्षहरूको समय समयमा बैठक, गोष्ठी वा तालिमको व्यवस्था गर्ने काम इकाइ प्रमुख। शिक्षाको गुणस्तर बढाउनको लागि, शिक्षाको गुणस्तर अभिवृद्धि गर्न समय समयमा र विद्यालय व्यवस्थापन समिति विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको गोष्ठी, सेमिनार, बैठक, तालिमको व्यवस्थापन गर्ने एउटा काम है, व्यवस्थापन गर्ने। अनि विद्यालयको अन्तिम परीक्षाको अभिलेख राख्ने, प्रश्नपत्र र उत्तर पुस्तिका झिकाएर जाँच गराउने काम हो। विद्यालयको अन्तिम परीक्षाको अभिलेख राख्ने, जस्तो योभन्दा अगाडि चाहिँ जस्तो एसीकै कुरा गर्ने हो भने एसीको कपी होइन इकाइले नै जाँच गर्नको लागि लाउँथ्यो। प्रश्नपत्र र उत्तर पुस्तिकाहरू होइन, विद्यालयको प्रश्नपत्र र उत्तर पुस्तिका झिकाएर प्रश्नपत्र, उत्तर पुस्तिका परीक्षण, सम्बन्धी परीक्षण निर्माण, उत्तर पुस्तिका गर्ने, परीक्षण गर्ने काम, प्रश्नपत्र हेर्ने काम हैन। अनि शिक्षक सेवा आयोगबाट नियुक्ति अथवा बढुवाको लागि सिफारिस भएर आएका शिक्षकहरूलाई चाहिँ नियुक्ति गर्ने काम। शिक्षक सेवा आयोगबाट बढुवा वा नियुक्तिको लागि सिफारिस भई आएका नियुक्ति गर्ने काम इकाइ प्रमुखको। शिक्षकलाई नियुक्ति दिने काम कसको रहेछ? इकाइ प्रमुखको रहेछ। नियुक्ति गर्ने काम कसको रहेछ? इकाइ प्रमुखको रहेछ। अनि सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको नोकरी विवरण तथा अन्य अभिलेखहरू अद्यावधिक गर्ने। सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको नोकरीको है नोकरी विवरण र अभिलेख
अद्यावधिक गर्ने, अपडेट गर्ने, अद्यावधिक गर्ने काम इकाइ प्रमुखको। अद्यावधिक गर्ने यो काम कसको? इकाइ प्रमुखको। अनि अर्को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा। माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा जुन छ त्यो परीक्षा नियमित र मर्यादित ढङ्गबाट सञ्चालन गर्ने। माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा हामीले यसै भन्छौँ हैन। माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा नियमित र मर्यादित ढङ्गबाट सञ्चालन गर्ने। माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा नियमित र मर्यादित ढङ्गबाट सञ्चालन गर्ने। यहाँबाट सञ्चालन गर्ने। अनि स्थायी शिक्षकको राजीनामा स्वीकृत गर्ने। स्थायी शिक्षकको राजीनामा स्वीकृत गर्ने। दरबन्दी मिलाउने काम हैन। दरबन्दी मिलान गर्ने। मिलान गरिएका दरबन्दीमा त्यो सम्बन्धी विवरण मन्त्रालयमा पठाउने। दरबन्दी मिलान गर्ने र मिलान गरिएको दरबन्दीको विवरण मन्त्रालयमा पठाउने। मन्त्रालयमा पठाउने। मन्त्रालयमा पठाउने काम कसले गर्छ? इकाइ प्रमुखले गर्छ है। अनि विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घ गठन गर्ने गराउने। जस्तो विवेशन, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घ गठन गर्ने अथवा गराउने। गराउने। कहिलेकाहीँ चाहिँ विद्यालय व्यवस्थापन समितिको गठन नहुन सक्छ हैन। अनि सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको तलबी प्रतिवेदन तयार पार्ने। अब अहिले यहाँ जे कुरा उल्लेख गरिए तापनि केही कुराहरू चाहिँ स्थानीय निकायलाई छ अहिले चाहिँ। जस्तो हालको व्यवस्था र तपाईँको यहाँ ऐनमा भएको व्यवस्था अलिकति फरक छ है। कुरा बुझ्नुभयो नि। हालको व्यवस्था र यो चाहिँ नि नियमावलीमा भएको व्यवस्था चाहिँ कता कता फरक देख्न पाइन्छ। फेरि यो भयो तपाईँहरूको इकाइ प्रमुखको काम। अरू कामहरू पनि छन् हैन। अब विभिन्न धेरै कामहरू छन्। अब हामीले सबै कामहरू त पढ्न त पक्कै थाल्दैनौँ होला हैन। मिलाएर यति काम भएपछि चाहिँ हामीले यसको जनरलाइजेसनको आधारमा गर्न सक्छौँ भन्ने छ।
ओके, यो कुरा भयो साथीहरू। अब विद्यालय निरीक्षकको काम हेरौँ है। विद्यालय निरीक्षक, विद्यालय निरीक्षकको काम, विनीको काम के हो त? जस्तै शिक्षकहरूको कार्यक्षमताको मूल्याङ्कन गर्ने र त्यसको अभिलेख राख्ने काम एउटा। अर्को शिक्षकलाई तालिमको लागि सिफारिस गर्ने काम। परीक्षा समितिमा जुन परीक्षा समितिको निर्देशन बमोजिम चाहिँ परीक्षा सञ्चालन गर्ने गराउने काम। तपाईँले तीनटा मुख्य काम चाहिँ सम्झिनुहोस्। एउटा शिक्षकहरूको कार्यक्षमताको, जस्तो हामीले कहिलेकाहीँ कक्षामा बुझाउँछौँ नि, कक्षामा बुझाउँदाखेरि त्यहाँ अङ्क निर्धारण गरेको हुन्छ हैन, सुपरिवेक्षण समिति, पुनरावलोकन समिति भन्ने हुन्छ। अब त्यसको कार्यक्षमताको मूल्याङ्कन गरेर त्यसको चाहिँ अभिलेख राख्ने काम तपाईँलाई पछि फाइल बढुवा हुनको लागि जुन अङ्क हुन्छ नि त्यो यो गर्ने काम चाहिँ विद्यालय निरीक्षकले तपाईँहरूलाई मूल्याङ्कन गर्ने काम शिक्षकलाई चाहिँ। शिक्षकहरूको कार्यक्षमता मूल्याङ्कन गर्ने र त्यसको अभिलेख, कार्यक्षमता मूल्याङ्कन गर्ने र त्यसको अभिलेख राख्ने, त्यसको अभिलेख राख्ने एउटा काम। अर्को काम भनेको शिक्षकलाई तालिमको लागि सिफारिस गर्ने है। परीक्षा समितिको निर्देशन अनुसार परीक्षा सञ्चालन, परीक्षा समितिको निर्देशन अनुसार परीक्षा सञ्चालन गर्ने गराउने मुख्य कामहरू, मुख्यतः विद्यालय निरीक्षकको काम। है त। अब अर्को काम हेरौँ, जिल्ला शिक्षा समितिको काम हेरौँ। सबैको काम हेर्दै जाऊँ न त है। यो भयो साथीहरूलाई? यो टिप्नुहोस् त। यो टिपेपछि त्यहाँ मलाई भयो भन्ने जानकारी गराउनुहोस् है। साथीहरू निदाउनु भयो कि आओ सबैजना? ल ओके, बल्ल भयो भन्दै हुनुहुन्छ सोधेपछि है। ल अब अर्को कुरा हेरौँ, जिल्ला शिक्षा समिति। जिल्ला शिक्षा समिति यसको काम हेरौँ है त। ल मलाई भन्नुहोस्, जिल्ला शिक्षा समितिमा कति सदस्य हुन्छन्? ल भन्नुहोस् त, जिल्ला शिक्षा समितिमा त्यो एन्सर भन्नुहोस् त। जिल्ला शिक्षा समितिमा कति सदस्य हुन्छन्? सदस्य को हुन्छ? ल भन्नुहोस् त, सदस्य सङ्ख्या कति हुन्छ जिल्ला शिक्षा समितिमा? सदस्य सङ्ख्या कति हुन्छ? अध्यक्ष को हुन्छ? अस्ति हामीले पढेको। सदस्य सचिव को हुन्छ भन्नुहोस् त? सदस्य सचिव को हुन्छ? ल भन्नुहोस् त।
दलित र महिलालाई अनिवार्य गर्ने समिति हो नि यो त जिल्ला शिक्षा समिति होइन त। ल भन्नुहोस् त जिल्ला शिक्षा समितिमा कतिजना सदस्य हुन्छन्? ल भन्नुहोस् साथीहरू, आउँछ भने फ्याट्ट भन्नुहोस्, आउँदैन भने अस्ति टिपाएको हेरेर भए पनि भन्नुहोस् त। ल कतिजना सदस्य एकचोटि तपाईँहरूलाई रिकल त हुन्छ। ल भन्नुहोस् जिल्ला शिक्षा समितिमा सदस्य सङ्ख्या कति हुन्छन्? अनि अर्को पनि भन्छु, पदावधि कति वर्षको हुन्छ र बैठक के हुन्छ? ल यो कुरा मलाई सबै साथीहरूले ठ्याक्क लेखेर भन्नुहोस् त जिल्ला शिक्षा समितिको बारेमा। यो कुरा लेखेर भन्नुहोस् अनि बल्ल म काम भन्छु, है साथीहरू। तपाईँले यति कुरा लेख्नुभयो भने मात्रै बल्ल म यहाँ अन्य कुराहरू गर्छु। म तपाईँको एन्सर वेट गरेर बस्छु। जिल्ला शिक्षा समितिमा कति सदस्य सङ्ख्या हुन्छन्, अध्यक्ष को हुन्छ, सदस्य सचिव को हुन्छ, पदावधि के हो र बैठक सम्बन्धी व्यवस्था के छ, बैठक कहिले कहिले बस्छ जिल्ला शिक्षा समितिको भन्ने कुरा। ल भन्नुहोस्, फटाफट भन्नुहोस्। जिल्ला शिक्षा समितिको बारेमा भन्नुहोस् त। अस्ति भर्खरै हामीले ऐनमा पढेको कुरा हो जिल्ला शिक्षा समितिसँग सम्बन्धित कुरा हो कि होइन? जिल्ला शिक्षा समिति भनेर पढायो हो कि होइन? कति सदस्य हुन्छ, बैठकको व्यवस्था के छ भनेर पढेको हो। तपाईँलाई आउँछ भने सर र तपाईँले भन्नुहोस्, आउँदैन भने त्यो लेखेको कुरा त एकचोटि त हेर्न पऱ्यो नि त साथीहरू। यसरी त कहाँ हुन्छ त? अनि जिल्ला शिक्षा समितिमा के हुन्छ भन्ने कुरा, जिल्ला शिक्षा समितिको काम के हो भन्ने कुरा पनि मैले तपाईँलाई भनेको थिएँ। जिल्ला शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति अनि अर्को गाउँ तथा नगर शिक्षा समिति भनेर आयो भने काम के हुने, के कसरी गर्ने भन्ने कुरा मैले भनेको थिएँ हो। भन्नुहोस् त यो मैले लेखेका कुराहरूमा तपाईँहरूको एन्सर दिनुहोस्। एउटै वर्डमा दिए पनि हुन्छ है, एउटै वर्डमा दिए पनि हुन्छ, एउटै वर्डमा एन्सर दिए पनि हुन्छ। जिल्ला शिक्षा समिति मैले मुख्य कामको कुरा पनि भनेको थिएँ तपाईँलाई, रे र बे भनेर सम्झिनुहोस् भनेको थिएँ। ओके, एकजना साथी लेख्नुभयो 9 सदस्य हुन्छ भनेर भन्नुभयो। ओके, भेरी गुड तपाईँलाई गणेशजी, 9 सदस्य। ल यो गणेशजीको उत्तर हो है, 9 सदस्य समिति हुन्छ। गुड गणेशजीलाई। अनि सङ्गीताजी 11 जना त होइन नि, 11 जना त गाउँ तथा नगर शिक्षा समितिमा होला। एकचोटि पल्ट्याउनुहोस् त। ल मैले यहाँ टिपिसकेँ त, गणेशजीले भनेको राइट छ भनेर यहाँ भनिदिइसकेँ मैले है। अब अध्यक्ष को हुन्छ, अब जिल्ला शिक्षा समितिको अध्यक्ष को हुन्छ। अस्ति भर्खर त्यत्रो चाहिँ छलफल गरेको कुरा साथीहरूले अस्तिको आजै बिर्सिनुहुन्छ, होइन? अस्तिको आजै बिर्सिनुहुन्छ भने त खासै रमाइलो हुँदैन है। अस्तिको आजै नबिर्सिनुहोस् न साथीहरू। अध्यक्ष को हुन्छ? ल भन्नुहोस् फटाफट, अध्यक्ष को हुन्छ? जिल्ला शिक्षा 9 सदस्य रहन्छन्। भेरी गुड, 9 सदस्य रहन्छन्। मैले टिपिसकेको छु, 9 सदस्य रहन्छन्। ठिक छ, अध्यक्ष को रहन्छ जिल्ला शिक्षा समितिमा। अर्को कुरा त मैले त यहाँनिर तपाईँलाई रे र बे भनेको थिएँ एउटा, होइन? रे र बे यसको काम हो भनेर भनेको थिएँ। काम भनेको रे र बे हो भनेर भनेको थिएँ, याद छ नि? रेखदेख र व्यवस्थापन भन्यो भने जिल्ला शिक्षा समिति, रेखदेख व्यवस्थापन र समन्वय भन्यो भने गाउँ अथवा नगर शिक्षा समिति, रेखदेख व्यवस्थापन र सञ्चालन भन्यो भने विद्यालय व्यवस्थापन समिति भनेर भनेको थिएँ। याद गर्नु भएको छ भने टिप्नुहोस्, यस्ता कुराहरू टिप्नुपर्छ है साथीहरू। अब यो सदस्य सङ्ख्या त 9 सदस्य भयो, सुरुमै मिलाउनु भएको छ गणेशजी लगायतले है। ल अब अध्यक्ष को हुन्छ जिल्ला शिक्षा समितिको? अध्यक्षको हेर्नुहोस् साथीहरू, अहिले आएर हामी फेरि यही कुरामा अड्किँदैछौँ क्या। हामीले पढ्नुपर्ने काम, कर्तव्य र अधिकारभित्रको कुरा, अलि धेरै कुराहरू पढ्नुपर्ने थियो, इलास्ट्रेसनतिर जानुपर्ने थियो, तर हामी नर्मल कुरामा फेरि अड्क्यौँ। यो कुरा त तपाईँहरूलाई मैले
भन्न नपाउँदै फ्याट्टै एन्सर दिनुपर्ने हो। भोलि तपाईँलाई यही प्रश्न आइदियो भने के गर्नुहुन्छ? देखाएका मध्ये जिल्ला शिक्षा समितिको अध्यक्ष को रहने व्यवस्था छ भनेर तपाईँलाई आयो भने फ्याट्ट भन्नु पर्यो नि। को रहन्छ अध्यक्ष? ल भन्नुहोस् त। मैले यसको उत्तर आइसकेपछि मात्र अन्य कुराहरू भन्छु भनेको छु है साथीहरूलाई। यो जिम्मा तपाईँहरूको हो, एन्सर त भन्नु पर्यो नि साथीहरू। पढाएको कुरा एटलिस्ट तपाईँहरूले फर्केर त हेरिदिनु पर्यो होइन। अब तपाईँहरूले सकेसम्म त आफ्नै लागि हेर्ने हो, होइन भने पनि अहिले त मेरो लागि भए पनि हेरिदिनुहोस् त। मैले प्रश्न सोधेको छु भने उत्तर त तपाईँहरूले लेख्ने हो नि त। अध्यक्ष को रहन्छ जिल्ला शिक्षा समिति? ल भन्नुहोस्, छिटो 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 भन्नुहोस्। 2वटा कमेन्ट लेखेर छोडेर हुन्छ, रिप्लाई फास्ट है, रिप्लाई गर्नुहोस् साथीहरू। छिटो। तपाईँलाई कतिवटा प्रश्न छ र? 1 2 3 4 5वटा। हो, जिल्ला सको सभापति भन्नुभएको छ। ओके, जिल्ला समन्वय समितिको सभापति। गुड। जिल्ला समन्वय समितिको सभापति, प्रमुख भने पनि भयो, सभापति भने पनि भयो। ल गणेशजीले भन्नुभयो, मैले टिपेँ है त। ल यो पनि मिलाउनु भयो। सदस्य सचिव को रहन्छ? सदस्य सचिव को रहन्छ? सदस्य सचिव ल भन्नुहोस्। ल साथी, सदस्य सचिव को रहन्छ? हेर्नु त, हामीहरू जानुपर्ने कहाँ थियो, हामी कहाँ अड्किरहेछौँ? सदस्य सचिव इकाइ प्रमुख। भेरी गुड। शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख। ल मैले सर्टकटमा गणेशजीले भनेकै लेखेँ, इकाइ प्रमुख। यो पनि राइट भन्नुभएको छ है, गणेशजीले मिलाइरहनु भएको छ, इकाइ प्रमुख। अनि अर्को कुरा आयो पदावधि। पदावधि कति त? पदावधि पदावधि कति? पदावधि कति? पदावधि कति? पदावधि कति? ल भन्नुहोस्। पदावधि कति? कति वर्ष पदावधि हुन्छ? जिल्ला शिक्षा समितिको पदावधि कति वर्ष पदावधि? 3 वर्ष लेख्नुभयो। ओहो, कसरी 3 वर्ष लेख्नुभयो? मिलेन तपाईँले लेखेको त है, भएन। 3 वर्ष 3 वर्ष त होइन नि पदावधि त। 3 वर्ष पदावधि होइन है। तीन वर्ष पदावधि होइन। बिन्दुजी एकचोटि तपाईँले जिल्ला शिक्षा समिति हामीले ऐनमै पढेको कुरा हो। पदावधि कति हुन्छ भन्नुहोस् त? अरू साथीहरूले भन्नुहुन्छ पदावधि कति?
भन्नुहोस् त पदावधि कति? त्यो त शिक्षक सेवा आयोगको। मैले तपाईहरुलाई एउटा कमेन्ट लेखेको छु, त्यसमा रिप्लाई गर्नुस्। ल हो कि हैन ल भन्नुस्। पदावधि 2 वर्ष नि, 2 वर्ष पदावधि होइन त। 5 वर्ष त शिक्षक सेवा आयोगको, बोर्डको 4 वर्ष, विद्यालय व्यवस्थापन समितिको 3 वर्ष हैन। त्यसैगरी गाउँ अथवा नगर शिक्षा समिति र जिल्ला शिक्षा समितिको 2 वर्ष। सम्झिन पर्यो, एउटा चार्टै बनाउनु पर्यो। बैठकको सन्दर्भमा के छ? जिल्ला शिक्षा समितिको 1 महिनामा एक पटक भनेको छ। 1 महिनामा एक पटक भनेको छ। यो त साधारण कुराकानी थियो है साथीहरु, एकदम यो हामीले ऐनमै पढेको कुराकानीलाई हामीले रिकलिङ मात्रै गरे हो एकचोटि चाहिँ। ल अब जिल्ला शिक्षा समितिको मुख्य काम त के रहेछ? रेरबे जिल्लाभित्रका विद्यालयहरूको रेखदेख र व्यवस्थापन गर्ने काम एउटा रेरबे भनेर सम्झिनुहुन्छ। अनि अर्को भनेको स्वीकृत भएका शैक्षिक योजनाहरू अनुरूप विद्यालयको शैक्षिक कार्यक्रमहरू तर्जुमा गरेर कार्यान्वयन गर्ने एउटा काम भनेको स्वीकृत शैक्षिक योजनाहरू। स्वीकृत शैक्षिक योजना जस्तो जिल्ला शिक्षा समितिले पनि जिल्लाभित्रको शिक्षाको विकासको लागि चाहिँ के गर्छ त? एउटा योजना बनाउँछ र सम्बन्धित निकायमा पठाउँछ। त्यो निकायबाट स्वीकृत भएको शैक्षिक योजना अनुरूप विद्यालयको के गर्ने त? शैक्षिक कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने हैन त एउटा काम। अनि विद्यालय बन्द गर्ने सम्बन्धमा स्वीकृति दिने। यही विद्यालय बन्द गर्नुपर्ने भयो भने त्यसमा विद्यालय बन्द गर्ने सम्बन्धमा स्वीकृति दिने काम गर्छ। स्वीकृति दिने काम जिल्ला शिक्षा समितिले गर्छ। अनि शिक्षक विद्यार्थीको कल्याणको लागि आवश्यक कार्यक्रमहरू गर्ने। शिक्षक विद्यार्थीको कल्याणको लागि आवश्यक शैक्षिक कार्यक्रम सञ्चालन गर्ने काम जिल्ला शिक्षा समितिको। अनि जिल्ला स्तरीय खेलकुद, स्काउट हैन सांस्कृतिक कार्यक्रम सञ्चालन तथा विकासको लागि आर्थिक स्रोत जुटाउने। जिल्ला स्तरीय खेलकुद, स्काउटिङ, सांस्कृतिक कार्यक्रम सञ्चालनको लागि आर्थिक स्रोत जुटाउने। काम गर्छ। आर्थिक स्रोत जुटाउने है। अनि शैक्षिक क्यालेन्डर बनाएर विद्यालय सञ्चालन गर्ने। शैक्षिक क्यालेन्डर बनाउने वर्षभरिको बनाई विद्यालय सञ्चालन गर्ने।
विद्यालय सञ्चालन गर्ने है, विद्यालय सञ्चालन गर्ने, शैक्षिक क्यालेन्डर निर्माण गर्ने। अब यो कसलाई यसले चाहिँ जस्तो गाउँ अथवा नगर शिक्षा समिति, नगर शिक्षा, अनि त्यसपछि आएर व्यवस्थापन समितिलाई निर्देशन दिन्छ। हो, भेरी गुड। र विवेशलाई निर्देशन दिने, सलाई निर्देशन दिने, निर्देशन दिने। अर्को कुरा पनि तपाईहरुले पढ्नु भएको थियो, याद गर्नु भएको छ भने लेखा परीक्षणको लागि हैन, लेखा परीक्षकको नीति र पारिश्रमिक निर्धारण पनि जिल्ला शिक्षा समितिले गर्छ। अनि अर्को शिक्षक विद्यार्थीको अनुपात हेर्ने काम पनि जिल्ला शिक्षा समितिले नै गर्छ। शिक्षक विद्यार्थी अनुपात, हेर्ने काम पनि जिल्ला शिक्षा समितिले नै गर्छ। यति कुरा भयो है त। अब बाँकी गाउँ शिक्षा समितिको कामहरू छ हामीसँग, त्यो पढ्नु बाँकी छ। विवेशको काम लगायतका अन्य कुराकानीहरू हामी भोलिको कक्षामा हेर्नेछौँ है त। ल, यति कुराहरू साथीहरूले जान्नु पर्यो। केही छ भने सोध्नुहोस्। केही छ साथीहरूलाई सोध्नुपर्ने कुराहरू केही छ भने भन्नुहोस् है। ल भन्नुहोस्। जिल्ला शिक्षा समितिको यति कुराहरू चाहिँ तपाईँले जान्नुपर्छ। जस्तो पनि प्रश्न आउन सक्छ है, जस्तो पनि प्रश्न आउन सक्छ, जे पनि प्रश्न आउन सक्छ। हामी प्रश्नबाट भाग्ने भन्दा पनि हामीले कुराहरूलाई जम्मा गर्ने है त। यो भयो जिल्ला शिक्षा समितिसँग सम्बन्धित कुरा। हस्, ल, थ्याङ्क यू सो मच। आजको लागि यति नै गर्छौँ हामी।